दासत्वदेखि प्रतिज्ञाको देशसम्मको यात्रा केवल इतिहास होइन, यो विश्वास, धैर्यता, आज्ञाकारिता र परमेश्वरको निष्ठाको प्रमाण हो। इस्राएलीहरूको यात्रा हाम्रो आफ्नै जीवनको यात्रा जस्तै हो। कहिलेकाहीँ हामी मिस्रको बन्धनमा हुन्छौँ, कहिलेकाहीँ उजाड बस्तनको परीक्षामा, तर यदि विश्वास कायम राख्यौँ भने परमेश्वरले हामीलाई पनि हाम्रो कनानसम्म पुर्याउनुहुन्छ। यो वचनहरूद्वारा तपाईँको जीवनमा परमेश्वरको उद्देश्य के हो भन्ने बुझ्न कृपया भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोला। इस्राएलीहरूको कथा कनान देशमा सुरु हुन्छ, जहाँ ज्याकब र उनका सन्तानहरू बसोबास गर्थे। जब देशमा भोकमरी आयो, उनका छोरा जोसेफ, जो पहिले नै इजिप्टमा उच्च पदमा थिए, उनले आफ्नो परिवारलाई मिस्रमा बस्न बोलाए। सुरुमा उनीहरूलाई सम्मान र सुरक्षा दिइयो, तर समय बित्दै जाँदा नयाँ फिरौन आयो जसले युसुफलाई चिनेन। इस्राएलीहरू धेरै बढेको देखेर उसले डर मान्यो र उनीहरूलाई दास बनायो। कठोर श्रम, इटा बनाउने काम, कडा कर र निर्दयी व्यवहारले उनीहरूको जीवन दुःखद बनायो। 400 वर्षसम्म उनीहरू दासत्वमा रहे, तर जति दबाइए पनि उनीहरू बढ्दै गए। अन्ततः उनीहरूले परमेश्वरलाई पुकारे र परमेश्वरले उनीहरूको कराहा सुन्नुभयो। त्यस समयमा परमेश्वरले मोसालाई उठाउनुभयो। मोसाको जन्म स्वयं एउटा चमत्कार थियो, किनकि फिरौनले हिब्रू बालकहरूलाई मार्ने आदेश दिएको थियो। उनकी आमाले उनलाई नदीमा टोकरीमा राखेर बचाइन् र फिरौनकी छोरीले उनलाई भेटेर दरबारमै हुर्काइन्। 40 वर्षपछि मोसा मरुभूमिमा भागे र त्यहाँ गोठालोको रूपमा अर्को 40 वर्ष बिताए। एक दिन जलिरहेको झाडीबाट परमेश्वरले उनलाई बोलाउनुभयो र भन्नुभयो, मेरो जनतालाई निकाल। मोसा मिस्र फर्किए र फिरौनसँग इस्राएलीहरूलाई मुक्त गर्न माग गरे, तर फिरौनले अस्वीकार गर्यो। त्यसपछि परमेश्वरले मिस्रमा 10 विपत्ति पठाउनुभयो। पानी रगत हुनु, भ्यागुता, जुम्रा, झिङ्गा, पशुहरूको मृत्यु, घाउ, असिना, सलह, अन्धकार र अन्तिममा पहिलो सन्तानको मृत्यु। पास्काको रात इस्राएलीहरूले आफ्ना ढोकामा करारको रगत लगाएका कारण मृत्युको दूतले उनीहरूलाई छोएन। अन्ततः फिरौनले हार मानेर इस्राएलीहरूलाई जान दियो। तर केही समयपछि फिरौनले मन बदलेर सेना पठायो। इस्राएलीहरू अगाडि रेड सी र पछाडि मिस्री सेना देखेर डराए। मोसाले परमेश्वरको आज्ञा अनुसार आफ्नो लट्ठी उठाए र समुद्र 2 भाग भयो। इस्राएलीहरू सुक्खा भूमिमा पार भए, तर मिस्री सेना समुद्रमा डुब्यो। यसरी उनीहरूले पूर्ण मुक्ति पाए। उजाड बस्तनको यात्रा सुरु भयो। यो यात्रा 11 दिनमै पूरा हुन सक्थ्यो, तर अविश्वास र गुनासोका कारण 40 वर्ष लाग्यो। मरुभूमिमा परमेश्वरले स्वर्गबाट मन्ना पठाउनुभयो, चट्टानबाट पानी निकाल्नुभयो र माउन्ट साइनाईमा 10 आज्ञा दिनुभयो। तर मानिसहरूले धैर्य गुमाएर सुनको बाछो बनाए। पछि कनान देश जासुसी गर्न पठाइएका 12 जना मध्ये 10 जनाले डर फैलाए भने 2 जनाले विश्वास देखाए। अविश्वासका कारण त्यो पुस्ता प्रतिज्ञाको देशमा प्रवेश गर्न पाएन। मरुभूमिमा नयाँ पुस्ता तयार भयो। अन्ततः नेतृत्व जोसुवालाई दिइयो। मोसाले माउन्ट नेबोबाट कनानको देश टाढाबाट देखे, तर प्रवेश गर्न पाउनु भएन। त्यसपछि इस्राएलीहरू जोर्डन नदी पार गरेर कनानमा प्रवेश गरे। यरीहो सहरको अगाडि उनीहरूले 7 दिनसम्म सहर घुमे र 7औं दिन चिच्याएपछि यरीहोको पर्खाल ढल्यो। अन्ततः इस्राएलीहरूले कनान देशमा प्रवेश गरे, युद्ध जिते र भूमि बाँडे। परमेश्वरले अब्राहमलाई दिनुभएको प्रतिज्ञा पूरा भयो। दासत्वदेखि प्रतिज्ञाको देशसम्मको यात्रा केवल इतिहास होइन, यो विश्वास, धैर्यता, आज्ञाकारिता र परमेश्वरको निष्ठाको प्रमाण हो। इस्राएलीहरूको यात्रा हाम्रो आफ्नै जीवनको यात्रा जस्तै हो। कहिलेकाहीँ हामी मिस्रको बन्धनमा हुन्छौँ, कहिलेकाहीँ उजाड बस्तनको परीक्षामा, तर यदि विश्वास कायम राख्यौँ भने परमेश्वरले हामीलाई पनि हाम्रो कनानसम्म पुर्याउनुहुन्छ। धन्यवाद। यस्तै बाइबलका कथाहरू सुनेर आफ्नो जीवनमा परमेश्वरको थप आशिषहरू पाउनको लागि कृपया यो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला।